मेरे बच्चे को अरे हम लोग फौजी हैं, कुछ नहीं करेंगे। आखिर यिनीहरू इन्डियन बीएसएफ आर्मी देखेर किनलाई डराइरह त र यही भिडियो हामी आज छलफल गर्न गइरहेको छु। तीभन्दा अगाडि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब र सेयर गरिदिनु होला। भिडियोलाई अगाडि बढाउँ। यो घटना इन्डियाको जम्मू कश्मीर भन्ने ठाउँमा भएको हो र यसलाई मानिसहरूले पहलगाम अट्याक भनेर नि मानिन्छ। यो पहलगाम अट्याकमा चाहिँ 26 जना पुरुषको मृत्यु भएको हो। धर्म सोधेर मारिदिने गरेको हो यी पाकिस्तानीहरूले। कलमा आउँछ कि आउँदैन भनेर सोधेर महिलाहरूलाई छोडिदिएर र पुरुषहरूलाई मारिदिने गरिएको थियो। यही पुरुषहरूलाई मार्दै 26 जना पुरुषको मृत्यु भयो र महिलाहरूलाई किन छोडिदिएको भन्दाखेरि चाहिँ महिलाहरूलाई चाहिँ धम्की दिएर त मोदीलाई भन् भनेर भनिएको थियो। कोही हनीमुन बनाउन आथ्यो र कोही आफ्नो बुढाबुढीको छुट्टी मनाउन आथ्यो र यो घटना चाहिँ पाकिस्तानको टिआरएफ ग्रुपले गरिएको भन्ने मानिन्छ र इन्डिया र पाकिस्तानको वार जस्तो भइसक्यो सिचुएसन। यही टिआरएफ ग्रुपको सबभन्दा मेन पर्सन हो। यसले नै हमला गरेको भनेर मानिन्छ र आजको लागि म यति भन्न गइरहेको छु। अर्को भिडियोमा भेटौँला। नमस्कार।